ज्ञानेन्द्रलाई नै राजा मान्न हामी तयार छौँ भनेर प्रचण्डले मलाई भन्नुभएको थियो र तपाईँ यो सन्देश लिएर जानुस्, राजालाई भेट्नुहोस्। त्यो त युद्धकालमै युद्धकालमै भेट्नुहोस् र भन्नुहोस् कि हामी तयार छौँ, तर तपाईँले बाहिर भन्नु पाइँदैन भन्नु। मैले बाहिर भनिनँ कहिले पनि, अब अहिले त भनिरहेको छु। त्यस बेला पनि उहाँले मान्नुभएको थियो, तर राजा सेरेमोनियल मात्रै हो हुने, मानको निम्ति मात्रै, अरू यो यता पढ्ने उता पढ्ने निर्देशन दिने आदि इत्यादि होइन। त्यस्तो किसिमको राजा मान्न म तयार छु, जानुस् भन्नुहोस् भनेर भन्नुभएको थियो। त्यो त कुनै न कुनै रूपमा 48 सालमा मदन भण्डारीले पनि स्वीकार गरेको भन्ने छ नि। होइन, त्यस बेला त हामी त राजा भएकै कालमा थियौँ हाम्रो। हो, तपाईहरुको सबै त्यस बेला उहाँको भाषण, उहाँका चाहिँ विचारहरू धेरै सशक्त रूपमा चाहिँ प्रस्तुत हुने, ग्रहणीय रूपमा चाहिँ प्रस्तुत हुने विषय एउटा हो। हामी त्यही अवस्थामै थियौँ नि। त्यही त, त्यो बेला कांग्रेस पनि कुनै न कुनै रूपमा संवैधानिक राजतन्त्रकै पक्षमा भयो, तपाईहरु पनि संवैधानिक राजतन्त्रको पक्षमा भयो, सबै भयो। प्रचण्डले पनि राजा मान्छन् भन्नुभएको रहेछ तपाईसँग। त्यस बेला त उहाँहरू त्यो प्रचण्ड बन्ने गर्ने आदि इत्यादि त्यो पछि मात्रै चाहिँ भएको नि। त्यही कालमा हामी मानेर जहाँ गयौँ, उहाँहरूले हामीलाई उछुन्नुको निम्ति कुन बाटो चाहिँ जाँदाखेरि ठिक हुन्छ भन्दा सशस्त्रको बाटो भनेर भन्नुभयो। हामीलाई चाहिँ उठ्न त सक्नु भएन, तर गर्न चाहिँ केही न केही उत्पात चाहिँ गर्नुभयो।